साथी छिटो किन लेट हेलो गाइस हामी चाहिँ जाँदैछौँ कपिल अब म चलाउन गइरहेको छु अब म चलाउँछु बुढारीको घर कहाँ हो? कपिल साथी हामी कहाँ जाँदैछौँ कपिल? को बाटो जाँदैछौँ हामी फाइनल डेस्टिनेसन भने हाम्रो 5 पोखरी रहनेछ। ओहो ठुलो ओ माई गड अफ रोड हुन स्टार्ट भइसक्यो है। कति मिनटको बाटो कपिल? यस्तो अफ रोडमा पनि स्कुटर लग्दैछ यार। यतिको त ठिकै हो, यहाँभन्दा बढी नहोस् भन्नु। यस साथी यस। तिमी उता चलाउनु मेलम्चीसम्म चलाउँछु तिमी उताबाट म चलाउने फेरि किन साथी थाक्यो होला? किन यार यस्तो स्ट्रोक मान्छे थाकिने हो? यस्तो पाले पारो हुन्छ क्या हो? होइन र चलाउनु अहिले चलाउने अहिले नाइ फिजुरबाट सबै चलाउँदा अहिले त चलाउने भन्दा सेल्फी साथी छ साथी के गर्ने सेल्फी साथी छ मेरो सेल्फी साथी छ सेल्फी 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 साथी छ मेरो सेल्फी 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 यो यति उकालो ओह्रालो थियो जस्तो लाग्दैन त मलाई। तलतिर लाग्यो म यस्तो ओह्रालो छ यार। खेप खेप अफ रोड। ओ माई गॉड यो स्कुटरले पनि साथ दिएको छ यार हैन? When we need scooter always helps us. यस्तो चिप्लो बाटो रिभ्यू हुन्छ साथी।
किन बेइज्जत गरायो आथा भल्लाको के किन के को लाज के मा के बोतल आइदियो भने हामीसँग साथी आइहाल्छ नि ओ माई गड ओह्रालो साइडमा कुद्छ भन्ने गर न मलाई साथी साथीमा चाहिँ कति डेन्जर बात ओ माई गड साथीमा चाहिँ ओ ओ ओ ओ ओ ओ ओ ओ के ओह्रालो थियो र अस्ति भने जस्तो लाग्यो थियो मलाई त माटो खनेर ल साथी यति ओह्रालो याद गरेको थियो अस्ति यति ओह्रालो शर्मा आउँछ यही बाटो यति ओह्रालो त थिएन जस्तो लाग्छ यार भने कसरी बनायो ओह्रालो यति सर्ट टाइममा माटो चोरी लग्यो कि अब बाटोको मिलम चाहिँ आइगयो त साथी ऊ नदी नदी देखि त नदी देखिन लागिसक्यो यार यो चाहिँ मेलम्ची जाने बाटो तर यति बाटो बनाइदियो नि के हुन्थ्यो यार अब नयाँ सरकारले बनाउँछ कि प्रस्ताव लगेर यो मात्र चाहियो मलाई मेरो माग पुरा गरिदिए नयाँ सरकार हामी युवाले बनाएको सरकार युवालाई सहयोग गरिदिए सरकार यति धेरै बाइक कसरी आएका थिए तल चाहिँ बिस्तारै चलाउन लाग्छ साथी बन्द भएको पाइन होइन कि साथी त्यस्तो अनि राइडर छन् अनि कसरी हुन्छ त जिन्दगीमा मारिदियो मलाई मारिदियो मारिदियो मलाई मारिदियो मारिदियो नाइ साथी यार ओ माई गॉड नाइ साथी ओ please don't be lost अरे साथी you don't have license साथी साथी एपेको फेल भएपछि हेपिन्न त यार you are failed यहाँनिर हिलो थियो नि यो साथी थाहा छ यो बाटो हो रातो माटो गाइज यहाँबाट लग्छन् होला है मान्छेहरू हामी चाहिँ मेलम्चीको बाटो जाँदैछौँ राम्रोसँग चलाउ न साथी आइया यस्तो यो बाटो कस्तो ओह्रालो त्यही पनि फेरि ढुङ्गै ढुङ्गा के होइन अर्कै बाटो आएको अझ बन्द भयो हो बन्द गरी हेर्नु न यति ओह्रालोमा यसरी त लग्नु पर्छ तपाईँको ओहो हो 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 कस्तो गाह्रो हुने यार यो स्कुटरले यार ओ माई गॉड है प्रहरीको प्यान्ट मेरो खुट्टा थाकिसक्यो साथी यार तल बसेर पनि कति गाउँमा होला अहिले यस्तो घना जङ्गल
खेम वेयर आर यु खेममा अगाडि गइसकेको रहेछ नि त किन जान्छ खेम अहिले जहिले आजकल अगाडि कपिल किन जानु होला के थाहा छ गाडी चल्दा सबै गाडी होइन अब धुलो यार मास्क लाउला भनेको बिर्सिहाल्यो यार कस्तो बिर्सिन्छ आजभोलि भने के भएको होला खै भिडियो गर्न के खान्न हौ के खाने जिम सिम गर्थ्यो त ओह्राले चाहिँ छोके साथी हेर्नु ओह्रालोमा तर है 4 जना भए पनि रमाइलो हुन्थ्यो है खेमको बाइक खाली भयो नि त उसलाई पनि बोरिङ हुन्छ होला तर म कम्पनी दिन गइहाल्छु समटाइम हिँड्ने बेला चाहिँ बेस्ट ट्रेकिङ त सधैँ त साथै हेभेनमा त पुग्न बाँकी नै छ एउटा हेभन यहाँ आइसक्यो नदी कस्तो निलो पानी such a beautiful view from here नआउने हो र न यार यस्तो चिसोमा नो साथै तर हामीले अघि इन्जिन बन्द गरे नि हुन्थ्यो नि 1 लिटर पेट्रोल बस्थ्यो होला सायद अनि इन्जिन बन्द गरेको भयो साथी 2 लिटर नै पुग्थ्यो होला कि साँच्चै भने के ल 4 लिटर छ यसमा पेट्रोलै 3 लिटर मात्र अटाउने छ है छ्या कस्तो स्कुटर यार तर साथ दिएको छ जस्तो स्कुटर भए पनि हैन त्यो कुरा चाहिँ मान्नुपर्छ अलवेज we are going to Panchpokhari guys लगभग अब मेलम्ची पुग्छौँ मेलम्चीमा पुगेर खाना खान्छौँ खाना कता खाने हामी मेलम्चीमा पुगेर खाना खान्छौँ अनि त्यसपछि फेरि हामी आफ्नो गन्तव्यतिर लाग्छौँ गन्तव्य यस्तो भारी रोड है एकलव्यको भाइ हो गन्तव्य एकलव्यको भाइ गन्तव्य हो वाउ छ नि साथी अनि तँलाई थाहा छ कि नै के एकलव्यले चाहिँ बुढी औँला दिए गन्तव्यले चाहिँ मिडल फिङ्गर पुग त रानीका छोरा भनेर दुईवटा भाइको चाहिँ एउटै तर एउटा कति हो है एउटाले मिडल फिङ्गर दिए भएर कोही चिन्दैन म मात्रै चिन्छ नाम के हो अरे त्यसको गन्तव्य तर म आजकल मेलम्ची र रोसीमा बहुत कन्फ्युज हुन्छु नि साथी म एकैचोटि गएँ नि त मेलम्ची र रोसी एउटै टाइममा त्यही भएर लास्टै कन्फ्युज हुँदो बाटोहरू है कति बेला यो रोसी जस्तो बाटो पनि लाग्दो क्या यो त मेलम्ची मलाई रोसीको र पनि याद आउँला होइन कसम त धेरैचोटि आउजात गरिसकेस् नि त त्यही भएर पनि हो याद गर्ने ठाउँै होइन फ्री हो नि त अहिले साथी फ्री त फ्री हो तर कति बेला त्यस्तै दिमागमा आउँथ्यो क्या हामी रोसीको बाटो गइरहेछौँ हो भने के साथी तिमीलाई आउँदैन किन कस्तो हुन्छ साथी कुरै छोड्थ्यो तर आज कस्तो लाग्छ साथी कहिले अर्कै लाग्दो भन्दै गिरियो अरे ल
छ्या पिजोड आयो वाउ साथी फाइनली फाइनली पिजोड फाइनली पिजोड फाइनली चुप्पा गरेर पिजोड आइगयो जाऊ पिजोडलाई चुप्पा गरेर आऊ ओ माय गॉड ए यहाँ हो कि कहाँ ए उता खेम पछाडि छ खेम पछाडि हो माथि त म साइकको भएँ के बाइक आएछ के धन्नमा तल देखा तिनी बाइकलाई बाटोमै हिँडिरहेको थिएँ साथी बचायो साथी भगवानले बचायो बाटोमै हिँडिरहेको भुलि गएँ के उता जान लागेकोमा खेम यता उडिरहेको रहेछ धन दिल फिरू जोरसँग आउनु साथी मेरी तरफ आता हर गम फिसल जाए आँखों में तुमको भरो तुमसे करूं अगर तुम साथ हो अगर तुम साथ हो नजरों में अपनों में नाराज़ी मुझे लगता है लफ्ज़ों की कुटी कुट्यो ऊ भन्थे नि म दुर्बिनले हेर्छ भन्थे नि त्यही हो दुर्बिन अनमिनलाई देखि कस्तो दुर्बिनले हेर्छ अनमिन पछाडि त ए माटाको थियो कि कस्तो दुर्बिन साथी भनेर आँखै देख्थेन कति पनि यति मोटा चस्मा लाउँदो ए तर देखि त मोटा चस्मा लगाएर अझ यत्र आए त्यही पनि देख्दैन दुर्बिन छ अस्तिसँग ब्ल्याकबोर्डको चिज देख्न मा दुर्बिन राख्दो झुन्डाउँदो गाडीमा सानो टाइपको के यत्रो लेन्स ए मा प्रत्येक अब्जेक्टहरू हेर्नलाई प्रत्येक अक्षर मा कति किच्छु कति टा अझ 10 क्लास पास गरिसक्यो त्यसले बच्चा हो 11 मा पढ्छ अहिले अब ओह माय गॉड 3 पोइन्ट कति त्यो स्ट्रगल के है त्यो लेख्दो कसरी त यार लेन्स लाउँदै आँखामा यति नजिक लगेर लेख्छ मा कसम लेख्न अलि सजिलो हुन्छ साथी लेख्न अलि सजिलो हुन्छ हातको कन्ट्रोलमा हुन्छ तुम साथ हो अगर तुम साथ हो तेरी नजरों में तेरे सपनों में नाराज़ी लगता है कि बातें दिल की होती लफ्ज़ों दोगे बाज तुम साथ हो या न हो क्या फर्क है बेदर्द थी जिंदगी बेदर्द है अगर तुम साथ हो ओ माई गॉड स्कूटर लगिरहेछन् झुलुङ्गे पुलमा फर्स्ट टाइम हो कपिल एक्सपिरियन्स मा किन साथी यस्तो डराउनु मा लास्टै डर लाग्दो यार मलाई त गाह्रो भइरहेको र म सक्दैन थियो होला चलाउन यति हल्लिन्छ हामी नै गाह्रो हुन्छ है
Oh my god. We can do it, साथी. Oh, खुट्टा ठोके साथी मेरो. Wow, कस्तो दामी. Oh my god. कस्तो गाह्रो साथी, मेरो खुट्टा नठोकाऊ. पास लाइसेन्समा साथी. साथी तिमी लाइसेन्समा. वाउ साथी. हजारको चलाउने बोल्छ. यस्तो बाटो जानु परेको छ यार. मलाई सुनाउन आथे ऑडियन्ससँग बोल्दा छु क्या. मेरो 5 जना ऑडियन्ससँग बोल्दा मेरो 5 जना ऑडियन्सको लागि भए पनि म भरपूर्ण मजा दिने कोसिस गर्नेछु. फेरि अर्को जुर्लुङ्गे पुल. ओहो यो इन्द्रावती नदी. वाउ पानीहरु त साथी. यो नदी हो मा कसम साथी. दामी छ. यसकै त्यो मुहान हो त्यहाँ. बुझे? यसको मुहान 5 पोखरी के. यसको मुहान चाहिँ ए सप्तीबाट आइरहेछ है. अब त राम्रै होला नि. पिच छ कि ग्राभल छ कम्बिल अब. पानी यार. 1 2 3 गो. यही भिजाउने उता जाँदैन म त. वाउ आइगएमा. तो पहिरो यार. तिम्रो पनि फुर्छ साथी. भिडियो गर्दैछु. हेलो कस्तो राम्रो झरना. ओ माई गॉड. वाउ एकदमै ल 1 2 3 गो फर फ्रेन्डशिप. हामी चाहिँ 5 पोखरीको बाटो लाग्दैछौँ देउरालीबाट. उफ गाह्रो बाटो छ गाइज. 8 घन्टा लाग्ने कुरो छ 5 पोखरी जानलाई चाहिँ. हेरौँ हामीले चाहिँ कति समय लाउनेछौँ. हामीलाई लाग्छ होला 12 घन्टा सायद, किनभने हामी बसी पनि जाने हो नि त. त्यही भएर तर स्टिकले हेल्प गरिरहेछ नि है. नत्र पुरै बडी नै अगाडि लानु पर्थ्यो नि त. मैले पादैन मा. मुला खाना मात्र बाँकी. That is not chow. That is fucking something else. साथी एकछिन रेस्ट गर्ने हो. बस्ने हो र नबस्नु होस्. किन
एकछिन मात्र है पछि थके लागेपछि कसरी नो एक्टिङ हो हाम्रो अहिले रुल्स भनेको एक्टरहरू सबै फेकर त हुन्छन् नि ए अँ त किन थाहा छ गेम किनकि त झोला मात्र पुग्छ आजकल तर काम नै झोलावालो ल्याएन बोतल बोतल दिएको थियो बहिनीले कहाँ राखे हेर्न पुवाल यति धेरै यार बाटोमा दामी है आइसक्रिम जस्तो डन 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 जय किसन बस्नु जस्तो देखेर आइज टिकट काट्नु पर्दो रहेछ है यो कुकुर लिन आऊ हामीलाई पर पर्सन हो कपिल कठायत कठायत कति हो टिकटको 27 भइस त मन 26 25 होला 25 होला 29 वर्षको बर्थडे 26 हो साथी म देउ त्यही भन्नु नि साथी 27 हो म आकाश कुमार 27 वर्ष 28 नागितामा 27 छ यार नागिता चेक गर्यो भने पछि नागिता गलत हो भन्ने थाहा भयो हजुर सबैले जान्छु म 26 नागितामा खेम खान्छ उही कति गरे यार 100 रुपैयाँ छ गाडी पिन्से छ पर पर्सन हो र तीनजनाको 100 रुपैयाँ हो ए फाइदा भइहाल्यो त नि फाइदा पर पर्सन हो रे के 100 पर पर्सन पर पर्सन हो ए घाटा लागिहाल्यो नि पैसा होला लाते भन्दा लगिन त तीनजनाको सय कसरी होला 26 300 कस्तो महँगो यार रसा पर्छ पनि निको बाक्छ यो बाक्छ पनि सुन्नु यो डेन्जर छ यार यो चाहिँ कुकुर 5 पनि सुन्नु पर्छ होला के भएको होला यसको आँखामा इन्फेक्सन भयो क्या सायद इन्फेक्सन मेहरबानी जाते जाते मुझ पे कर गया माथि हामी 5 पोखरसम्म पुग्दासम्म त सेफ हुन्छौँ है होइन दाइ सेफ हुन्छौँ 5 पोखरसम्म त 5 पोखरसम्म त सेफ ए सुन्नु न अनि हामीले रेड पान्डा देख्ने चान्स कतिको पर्सेन्ट अब हिउँ परे बेला आउँछौँ ल माथि बस्नु ए माथि बस्छ होला रेड पान्डा 300 रुपैयाँ दिएन टिकटमा ए ल 300 दिनै बिर्सेको के यस्तो स्क्याम हान्न लाग्यो दाइलाई गुरामा भुलाउन लाग्यो दाइलाई गुरामा भुलाउन लाग्यो के
तिमी यस्तो नगर्नु न यार छ्या हाम्रो इमेज हो कि यार ल दाइ धन्यवाद दाइ है हाम्रो त केही छैन फिल्म इन्डस्ट्रीमा काम कस्तो इमेज डाउन गरिदिएको हाम्रो यार दाइको अगाडि फिल्म इन्डस्ट्री तर कुरामा किन भन्नु लाग्थ्यो भने त हाम्रो चाहिँ इज्जत भयो के हुँदैन आकाशको फिल्म इन्डस्ट्रीमा काम गर्ने मान्छे अफकोर्स हो नि साथी मकलाकार आकाश कुवर गाइज सबैजनाले माया गरिदिनु होला काव्यमान खेले मैले उल्टो सुल्टो खेले गोलमाल खेले ठिक्क पर्यो खेले म्युजिक आई हेभ लट्स अफ म्युजिक भिडियो अभाइलेबल इन युट्युब उल्टो सुल्टोमा क्यामियो देखेका मलाई टिभीमा अब हामी नन स्टप कति हिँड्ने अब कुकुर पनि आइरहेछ हामीसँगै साथी रेड पान्डा होइन साथी रेडै हुन्छ त्यसको गु पनि होइन कपिल रेड पान्डाको गु कस्तो हुन्छ मेरो मुख रेड छ र उकालो आमा उफ पागल भइसकेँ म हाय स्यास्या भइयो साथी के भयो खेम मलाई भारी पकाउँदामा होइन तर मलाई एक किसिमले फाइदा पनि छ नि ए हामीले खच्चर देखाउँ त बाटोमा साई गाइज त्यो खच्चर चाहिँ मेरो भिडियोमा अभाइलेबल छ हेर्नको लागि पुरा भिडियो हेरिदिनु होला खच्चर पनि खिचाएको छु मैले गाइज आर यु एक्साइटिङ देखेन क्यामेराले यहाँ पनि कटेज रहेछन् यहाँसम्म आउनुपर्ने रहेछ हामी हिजो टुप्पी डाँडा यही हो Oh my god. कता त्यो भन्दा पनि माथि हो यो डाँडा पछाडि सायद तर मान्छे गइसक्यो नि बिहान 6-7 जना यो कुकुरमा कहिले देखाएको थिएँ नि क्या चौरी गाई मा चौरी गाई देखाएको छैन अहिलेसम्म बुराउन मुर्रा यहाँ पनि बस्नु राम्रो छ नि साथी तलभन्दा महाफक बाइक कसरी ल्यायो हामीले किन ल्याएनौ त साथी तर ठाउँ चाहिँ बेस्ट छ यार यो है दामी सनराइज
दुईटा सँगै हिँडौँ त खै कपिल के भन्न चाहन्छ मेरो दर्शकहरूलाई दर्शकहरू तपाईहरु यदि उहाँको भिडियो हेरिरहनु भएको छ भने आई क्यान इमेजिन हाउ फाल्टु यु आर अनि you finished all the videos in YouTube अनि now you have come to the section that nobody watches thank you to the 5 people that are watching please continue watching whenever you are bored or to see the Nepali content can be so fucking bored हजुर हामी त देउरालीबाट आएको हजुर हामी त wow के को गाईको दुध वाउ साथी आई थिंक मिल्क इज बेटर देन टी तातो ओ माय गॉड कंटेंट भेट्यो गाइज कंटेंट दूध खाइदिउँ कि साथी एनर्जी पनि गेन गर्नु छ नि त हैन हामीले तातो पानी खाइसक्यौँ के म एक गिलास दुध खान्छु खेम एउटा मिल्क टी एउटा दुध हस् दुध खा के दुधसँग बिस्कुट खा दुईटा गिलास दुध अनि मिल्क टी गाइज अब हामी चाहिँ दुईटा दुध एउटा मिल्क टी खाइरहेको अनि यस्तो ठाउँमा बसिरहेछौँ सर हावा आइरहेको छ हावा हेर्नु त कति वाउ यार तर यहाँ बस्नुपर्ने राति माथि हिँडिहाल्थ्यौ नि 1 घन्टा साथी हिँडिहाल्थ्यौ नि थाहै भएन के हेर्न वाउ ल गाइज अब चाहिँ हामी अर्को उसमा हामी हाल्छु साथी यो चाहिँ हाल्छु के साथी यार तर गाली गरेको छ भट्नुपर्छ तर दामी आउने रहेछ है फोटो खिच्छु ल अहिले एकछिन चिया खाएर बसिदिउँ फेरि हिँड्न लागिसक्यौँ हामी हो नि अफ भन्नाले पावर ब्याङ्क ल्याएछ आन्टी पावर ब्याङ्क भइहाल्छ 10 दिन चल्नेवाला पावर ब्याङ्क उहाँहरूको स्विच अफ होला चाहिन्छ हजुरहरूलाई पावर ब्याङ्क एकछिन छैन रे उहाँ अफ भयो रे सबै मोबाइल उहाँहरूको कन्टेन्ट साथी दिस इज माई स्मल बिजनेस that earns you 0 rupees that does bad more than good ल साथी यो बाटो हो अफकोर्स हो नि ल साथी ल गाइज यार म पछि बनाउँछु यिनीहरू रिसाउन लागिसके ल बाई हामी चाहिँ अहिले रेस्ट गर्दैछौँ थकाइ लागेर नन स्टप अहिले हाम्रो 1 आवर हिँडेर चाहिँ अहिले चाहिँ हामी रेस्ट टाइम भइरहेछ 5 मिनट त्यही पनि 5 मिनट मात्र रेस्ट गर्ने भनिरहेछौँ उकालो माथि एकदमै कस्तो घना जङ्गल जाने ल त्यही भएर अघिमा भन्नै बिर्छ यार गीत बन्द गर भनेर कपिराइट लाग्छ त्यसमा नहाल्ने हो गाइज यो कुन फल होला कमेन्ट गरिदिनु होला सबैजनाले खान मिल्छ कि मिल्दैन तर कस्तो राम्रो यो ठुलो ब्याजी कति राम्रो देखेला फल यो गेडा त्यो फरक हो यो फरक हो सेम सर फल एउटै हो साथी काँडा छैन त्यही हेर्नु त्यो यो पाता हेर्नु ठुलो छ नि त यो हेर्नु बुड्डाको यो हो नि त साथी ठुला पनि काँडा त हुनुपर्ने कम थियो नाना पनि काँडा यो एउटा हेर्न यो बादल र पहाड
गुराँसै फुल्यो अन्धारो छ यो रात आज किन लाग्दैछ कपिल मेरो दर्शकहरूलाई के भन्न चाहन्छस् पाँच पोखरी आउने नआउने के भन्न चाहन्छौ अनि एकदमै अविस्मरणीय दृश्यलाई अवलोकन गर्नुस् अनि तर आउँदाखेरि कोरोना ल्याएर नआउनु छोराछोरी ल्याउनु भयो भने बाबा यो गरम बाबा त्यो भनेर रुवाउँछन् तरै छोरा ल्याओस् र आफ्नो हाम्रो केसमा छोराको भूमिका आकाशले निर्वाह गरिरहेका छन् तिमी हो कि छोरा म होइन के अलिक स्टुपिड काम गर्ने पानीको बोतल फालिदिने समटाइम्स फन नि त साथी समटाइम्स वी निड फन फनको नाममा साथीले कुनै भिडबाट खसाल्छ Oh my god. Shout out to Akash स्कुटर स्कुटर पनि मेमोरी बन्ने भयो यार त्यो स्कुटर पनि है उ यहाँ हिउँ पर्छ होला यी पहाडमा होइन खेम अझै यहाँबाट 10 घन्टा हिँड्नु छ गाइज पाँच पोखरी 10 घन्टा हुन्छ क्या 12 घन्टा अघि 2 घन्टा हिँड्नु 10 घन्टा भएन कस्तो यार 4 नबोल न मेरो दर्शकहरू सिक्दैनन् गाली मेरो दर्शकहरू रिसाउँछन् के वाउ अहिले बाटो अलि राम्रो आएर हो अदरवाइज फटाइ हुन्थ्यो यहाँको वडा माथि होला र चाहिँ तल गएको होला अन्त भयो त्यो पाँच पोखरी रिसोर्टहरू भन बस्ने टाइपको रहेछन् र टेन्सन लिनु परेन हामीले कन्टेन्ट भेट्यो गाइज खै साथ निकाले जस्तो निकाल्नु कन्टेन्ट भेट्टिको 50 रुपियाँ परे गोबेर निकाल्नु कन्टेन्ट भेट्यो गाइज 50 रुपियाँ भेट्यो 5 पोखरी जाने बेला 5 पोखरीको 5 पोखरी ल ओके 50 रुपियाँ भेट्यौँ यार ल गफ राख्छ कपिल आमको सदक चाहिँ यिनीहरू गाइज मेरो पार्टीमा आइरहेछन् यिनीहरू मेरो कति 50,000 खर्च भइसकेको छ हाम्रो झ्याउ भन्छ साथी यार किन सकिन्छ सफा गरौँ सकिँदैन फोहोर नगरौँ भनेर त्यही भएर त अनि फोहोरमा खेममा अझ खेमले भेटायो के म आएको पैसा छ त्यही खेम भेटाइहाल्दो यो कुन ठाउँ हो कपिल कपिल कुन ठाउँ हो तेरो भाइ आइसक्यो होइन जिन जान्छ नि त थोरै यार ब्लुटुथ हाली नै अब दामी देखिन्छ नि त तिनीहरू खडी लाग्नुभन्दा त त्यस्तो भन्दा त सल्लो मात्र देखाएको छ नि त हामीले त्यस्ता पुरै भाडा यो त उयो यो घर उही उतिर त कपिल बाटो त्यही हो जस्तो छ हैन मा कसम घर धुवा बल्ने ठाउँमा घर त्यहाँ पुग्नु पर्ने हाम्रो सायद त्यहाँ घर छ गाइस ल अब हामी चाहिँ नन स्टप हिँड्छौँ 1 घन्टा अब चाहिँ अहिलेको लागि चाहिँ राख्दे अब फेरि पछि भेटौँला
थर्माकोट ज्याकेट ल अहिले चाहिँ अब हामी हिँड्छौँ 1 घन्टा जति नन स्टप एन्ड त्यसपछि फेरि हामी भिडियोमा भेटौँ ल देखाउँदै गर्छु अपडेट दिँदै गर्छु गाइज चिन्ता नगर्नुहोस् मेरो दर्शकहरू ब्याग लिएर आम यहाँ बसौँ है अब उफ त्यो पनि हामी सेक्सन रेस्ट गरौँ अरे दिस इज माई ब्याग थकाला सम्बन्ध छैन सामान निकाल्नु अब खानेकुरा कस्तो राम्रो नदीको छेउमा छौँ हामी चाहिँ यहाँ हिँडिरहेको छौँ आई एम अ बिजनेसम्यान Akash is afraid of heights and everything. साथीले पनि भ्लग बनाउँदैछ मेरो रिसको कारणले बिकज अफ जेलस विथ मी I am also new vlogger. सो द्याट्स वाइ Subscribe to my channel. उसले पनि भ्लग बनाउन स्टार्ट गरिसक्यो गाइज यहाँ त आजभोलि सर्फी साथीहरू कति भेटिन्छन् आजकलको जमानामा यो गाइज नो भेरी वेल यस्तरी हिँडिरहेछ नि यहाँ उफ एकदम हिँडिसक्यौँ खाना खाएको छैनौँ अब खाना खाने ठाउँमा चाहिँ मबी अराउन्ड 1 आवर जति लाग्न सक्छ गाइज हामी 3 जना गइरहेको हो कपिल साथी खेम साथी एन्ड of course me we are 3 here so very dangerous बाटोमा हिँडिरहेछौँ हामी oh my god save me god उफ साथीले माछा मार्ने कार्यक्रम बनाउने भन्दैछ लेट्स से के हुन्छ व्हाट्स गोइङ अन गदौरा काँडा खोज्ने त साथी अझ साथी यहाँनिर जीवनजल खाएका कसैले अमेजिङ कुरा आकाश आइसकेको थियो कि अगाडि नै आइसकेको थियो यहाँ तल लाएर साथी walk slowly साथी walk slowly yes हामी आफूलाई एकदमै लक्की भन्न चाहन्छौँ किनभने यस्तो राम्रो नेचरमा हाम्रो फिल भइरहेछ एकदमै राम्रो जर्नी भइरहेको छ हाम्रो साथी साँच्चै मेरो फ्यानहरू तेरो च्यानलको नाम के हो पुन्टुज मेरो नट पुन्टुज के अरे मेरो फ्यानहरू मेरो दर्शकहरू मेरो सब्सक्राइबरहरू प्लिज मेरो साथीको च्यानल पनि मेरो साथीको च्यानल पनि सब्सक्राइब गरिदिनु होला च्यानलको नाम चाहिँ पुन्टुज गाइज हग्न गइरहे कन्टेन्ट गाइज कन्टेन्ट हग्न गइसक्यो कन्टेन्ट जाऊ हग्न जाऊ कि साथी पानी लिएर जा वेट टिस्यु लिएर आज हो गाइज प्लानिङ यसको यही रहेछ उता हो आकाशे झुलुङ्गे पुलबाट गाइज साथीहरू यो हग्न गइसक्यो साथी कन्टेन्ट भेट्यो साथी हगेको भिडियो बनाऊ भन्यो ऊ साथी गाइज गइसक्यो है हग्न अब बस्छ कुन ठाउँमा बस्ने हो बस्नलाई रेडी गरिसक्यो नाउ हि इज प्लानिङ ऊ बसिसक्यो गाइज अब यति नदेखाम होला होइन कपिल ल अब यो झुलुङ्गे पुल आउँदैछ अब म झुलुङ्गे पुलमा गएर तपाईँहरूलाई देखाउने छु अहिलेको लागि यति नै झुलुङ्गे पुलमा आइसकेको छौँ यो जङ्गलको बिचमा
झरना राम्रोसँग देखिन्न नि सेतो भएर हो किनकि घाम लाग्छ नि त लाइट भरेको एकदम अब झुलुङ्गे पुलतिर लाग्दैछौँ हामी फोटो खिचौँ न होइन आउनेलाई खिचौँला नि त कपिल अब है त्यही गरौँ टाइम नै छैन अनि खेमले टोइलेट गर्न गइस् नि त मा खेमले गर्दा ढिलो हुन्छौँ हामी 100% आई एम स्योर फर द्याट माथि हिले जाने रहेछ नि त हिले जाँदो रहेछ माथि पाँच पोखरी टाङ्गु खोला 2893 किलोमिटर हिँड्यौँ क्या मिटर हिँड्यौँ क्या ए अब चाहिँ थोरै छ अब 1200 थोरै हिँड्यौँ हामीले जाउँ अब चाहिँ स्टिकको परे गर्नु न ब्रेकर हो यो ब्रेकर हो झुलुङ्गे पुलमा बाइकको लागि बाइक जान्छ होला त बाइक भन बाइक कहाँबाट आउँछ फेरि यहाँ इट्स इम्पोसिबल कपिल तर जे पनि बोलिदिन्छ क्या मलाई त्यो अर्कै लाग्दो साथी एकदमै रमाइलो भइरहेछ वाउ इट्स हेभन हेभन हो साथी हो ओके साथी ल अब हाम्रो फोटो सेसन गरेर सकायौँ अब चाहिँ अब लाग्ने फेरि यही बाटो झुलुङ्गे पुल हिँड्दैछौँ हामी चाहिँ जुगाली खायो गाली नगर्नु न साथी ब्लग हो सब्सक्राइब गाली गरेको मन पराउँदैन क्या त्यही भएर 5 कि 6 के सब्सक्राइबर छन् नि यहाँ 10-12 हजार त छन् नि मेरो फ्यानहरू पनि छन् नि अब चाहिँ फेरि हामी नो साथी त्यस्तो नभनौँ न हाल्ने क्या पिप गरेर नाइके काट्न गाह्रो हुन्छ क्या त्यसपछि अनि उफ हिँड्दैछौँ खाना खाएको छैनौँ अब मेबी 1 आवर पछि आउँछ होला खाना खाने ठाउँ पानी भर्ने हो बोतल तेरोमै छ ल पानी भर्न जाने यहाँको फेरि अर्ग्यानिक पानी उफ पाँच पोखरी बेस्ट हो आउनको लागि ट्रेकिङ गर्नको लागि यहाँ माथि जाने हो हामी चाहिँ यहाँ तलबाट चाहिँ आएको एकदम चिसो लास्ट चिसो यार लौ साथी पानी अब चाहिँ अब हामी यहाँबाट निस्किने अब कन्टिन्यू हिँडेर 1 घन्टा फेरि खाना खाने ठाउँ पुग्छौँ हामी यहाँ चाहिँ अब हाम्रो रेस्ट थोरै 5 मिनट्स पानी खाने रेस्ट यस्तो राम्रो छ यार जाउँ हो अझै फेरि यहाँबाट जानुपर्ने छ टु मच गाली नगर न साथी यार
गाली गर्ने होइन नि मेरो छन् नि यार फेरि फ्यानहरू छ नि गिफ्टहरू पठाइदिनुहुन्छ मेरो फ्यानहरूले हाय 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 तर मलाई हिँड्न लास्टै मजा लागिरहेछ कति मिनट भयो भनिहाल्यो रे एक्सप्रेस त गर्नु पर्यो साथी होइन र नत्र त जिन्दगी रमाएको मतलब भएन नि एक्सप्रेस नगर्दासम्म त सबै कुरा मनमा राख्ने त म कहाँ पछि भन्छु त साथी ए त्यो त अब त्यति बेला भन्ने वातावरण मिल्दैन नि त त्यही भएर पछि भन्छु को तिमीहरू ल गाइज म हिँड्छु अब ए चौरी चौरी गाई वाउ यति खिलाउँदो रहेछन् सिङ्गिनीहरुका सिङ्गर न भाइ दुध दिन्छ यसले यसले हान्छ कि हान्दैन हामी भागौँ मा यस्तो रिक्स यार जाउँ माथि यहाँ माथि लिने कि यता ल्याउने फेरि ए हामी जाम के त गर्दैन नि यो के हो त यो चौरी हैन चौरीको भागौँ साथी भागौँ यो त बाले हो नि बाले चौरीको बाले हजुर माइलो पुरुष पनि हुन्छ न चौरी त माइलो गरे यो त पुरुष छ कि नै त यहाँ गॉड बुद्धि छ जंगलमा छन् त अहिले छोरे यो त 3 दिनको पानी नखाएर दुध पाइन्छ यहाँ त्यसको चौरीको दुध त सिथ्यो आउनु आउनु खाना खोज्छ कि हामीलाई हैन खाना खोजेको नि ए खाना हाम्रो खाना खोज्छ त ओ माय गॉड त डर लागिहाल्दो है एनिमलदेखि मेरो चौरी सिङ हेर्न सिङ हजुर हजुर चौरीको दुधको ज्यादा खायो भने छ जाड दुध चिया आउँदाखेरि खान्छौँ दाइ आउँदाखेरि खाम्ला है दाइ हैन ल वाउ ल फेरि 1.5 घन्टा हिँड्ने अब ल अब हिँडौँ लास्टै उकालो ठ्याक्क डाँडाको टुप्पामा यार यहाँ पाइन्छ होला खाना कपिल सोधौँ अहिले लेखेको छैन यार 20 कति यहाँ छैन लेखेको अलि बढी होला यो लगातार माथि आछौँ अहिले ओह्रालोमा हेऱ्यौँ हामीले यो पनि भोताङ गाइज पसिना गाह्रो छ 5 पोखरी जान वाउ तिमी गाइज रुखको कलर चाहिँ फिल गर्न सक्दैन हामीले मात्र फिल गर्न सक्छौँ है आँखाले क्यामेरामा यो क्याच गर्न सकिँदैन यो क्यामेरा एकदम राम्रो क्यामेरा ब्याट्री टिप्न सक्ला नत्र आइफोनले पनि सक्दैन त्यो फेरि हिँड्न थाल्यो गाइज आज 5 पोखरी पुगिन्छ कि पुगिन्न लेट्स सी है 5 पोखरी पुग्न अझ 8-9 घन्टा लाग्छ भन्छन् तर भोक पनि लागिसक्यो नन स्टप आज 8-9 घन्टा हिँड्ने कि नहिँड्ने अब सकिन्छ कि सकिँदैन इट्स अल डिपेन्ड अन आवर लेग हैन हाम्रो खुट्टाले कतिको साथ दिन्छ हेरौँ
पुरा भिडियो हेर्नको लागि लाइक शेयर सब्सक्राइब गरिदिनु होला फेरि हैन यसको पार्ट 1 पार्ट 2 पनि आउन सक्छ गाइस नत्र डाइरेक्ट फर्स्ट टु लास्ट एउटै भिडियोमा सबै सिमटिन पनि सक्छु लेट्स सी now we are going to ask केही छैन क्या हो खानेकुरा नर्मल के हुन्छ मासुको आइटम केही छैन हो अन्डा हुन्छ है खाइदियो हैन बनाउन 40 मिनेट त्यसो भए त चक्कर डाँडा पुगिहाल्छौँ होइन त्यहाँ बसुला बरु यहाँ यति बस्नुभन्दा तर यसले हेर्न मोबाइलमा पनि राम्रै देखिरहेको छ कलर यसको हेर त होइन येल्लो टिपिरहेको छ होइन 2x न कपिल फिल्म हेर्न आइज कपिल यहाँनिर खिच्न एउटा फोटो बसेको यहाँनिर ए साथी बाबालाई आउँछ खिचिदिउँ खिचिदिन्छु ल अलि यहाँ पुग्यौँ अब साथीहरू हिँड्दैछन् पछाडिबाट कस्तो ठाडो यार छ्या ऊ त्यो हामी गहिरोबाट आउने कपिल यो गहिरोबाट आएको अब खै फेरि टाढो छ साथी अलिक भित्र जङ्गलमा खाउँ साथी टेबलमा खाने हो र अझै छ उकालो सोधौँ भाइलाई भाइ यहाँ त कति उकालो छ अझै खाना पाइन्छ खाना खाना पाइन्छ दाइ खाना पाइन्छ बनाएको छ कि बनाउनु पर्ने हो कति टाइम लाग्छ बनाउन के रेडी छ के रेडी छैन होला अनि 20 मिनट खाना कहाँ भएको छ दाइ यार के भएको छ थकित भइसक्यो साथीहरू यहाँ हुन पनि केही खाएको छैन बिहानदेखि चाउमिन चिया बिस्किट चाउचाउ बनाइदिनु चाउचाउ बनाइदिनुहुन्छ चाउचाउ देखाइदिउँ खाना फेरि कति टाइम लाग्छ 1 घन्टा लाग्छ माथि खाना चौकाट डाँडा माथि 30 मिनेट चोको डाँडा म त्यही पनि बस्नै पर्छ यहाँ पनि बस्नै पर्छ 30 मिनट माथि त्यहाँ खानै पाइन्छ नि त भन्यो अघि भने रेडी छ भन्दै थिए माथि रेडी हुन्छ भन्दै थियो चोको डाँडामा सो कन्फ्युज अब के गर्ने दाइ जति सक्दो चाँडो गरिदिनु है ल के तरकारी आलु तरकारी अचार मासु बन्छ नि मासु त कतै पाउँदैन चोको सुकुटी त अन्डा 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 हुन्छ ए भइहाल्यो अमलेट बनाइदिनु खानाको पैसा त्यो पनि हजुर खाना कति खानाको 350 जम्मा 350 आम्मा उहाँनिर 300 भनिरहेको छ यार यहाँनिर 300 अनि 300 अनि यहाँ उयो घरमा चाहिए 350 त यहाँ उयो घरमा 300 भनिरहेको थियो गाइज होइन फेरि यहाँ 350 के गर्ने अब खेल हान्न लाग्नु भयो चल 3 जना मात्रै हो ल दाइ फास्ट बनाइदिनु एकदम फास्ट दाइ ल त फास्ट अनि धेरै यहाँनिर बस्नु ठाउँ पनि राम्रै छ यहाँ बस्नु घाममा नै साथी यहाँ शीतलमा बसौँ ल अब हामी यहाँ बस्छौँ अब फ्रेस हुनु पर्यो खाना पनि यहीँ खानु पर्यो गाइज खाना बन्न चाहिँ 30 मिनट्स लाग्ने रे अब यहाँ बस्ने फ्रेस हुने अब हाम्रो 1 घन्टा यहीँ बित्छ होला कपिल होइन बस्छौँ गाइज ल हामी चाहिँ कुन डाँडामा भनमा यस्तो त्यसै मात्र के कुन डाँडामा छौँ हामी खायौँ होइन चोको डाँडा पुग्न अझै 1 घन्टा जति लाग्छ होला खाना बबाल यार किन सबै भिडियोमा सबै बबाल हुन्छन् खानालाई
किन होला नमिठो प्राय भन्दैनन् है खाना मिठै छ हैन भोक खाना- मिठो हुन्छ साथी भोक लागेर हुन्छ खाना मिठो छ मिठै यार हुन्छ। यो अचार कति मिठो छ सिन्कीवाला आयो सिन्की अचार गाइज गुड है गुलो किन छ है लु लु। मासु नपाएर अम्लेट खाएको है हामीले चाहिँ यदि मासु खाने सोचमा हुनुहुन्छ भने नआउनु होला माथि हो मासु बोकेर आउने आफ्नै मासु बोकेर आउनु होला ल फेरि आँखा लाग्ला खाना खाएको काट्दिउँ है पानी परेपछि के गर्ने हो यार भिज्दिने हो कपिल खेम वाट्स योर ओपिनियन झर्ना आइसकेको झर्ना चाहिँ हामीले अति देखिसक्यौँ यो हिँड्ने बेला 3-4 चोटा झर्ना ओ माई गॉड द्याट इज वाट के हो यो हो सक्स मोजा कसैले फाले सायद भिजेको होला कि छुट्यो होला सायद कति उकालो छ मान्छेहरू रिटर्न आउँदैछन् 5 पोखरीबाट 5 पोखरी कुन ठाउँ खाइसेम खाना त 5 पोखरी पुगिन्छ मजाले पुग्न कति टाइम हामी 2 घण्टा बेलुका थियौँ यहाँ हो र पुग्न कति टाइम चोकडाँडा चोक डाँडा त यही डाँडाको नाम थियो 20 आधी घण्टा होला तर उकालो उक्लिँदाखेरि भन्न सकिँदैन आधी घण्टा म्याक्स होइन चोक डाँडा त नजिकै के अरे 5 पोखरी पुगेला त दाइ आज पुगिन्छ अलि राति हुन्छ होला 7 बज्छ होला 7 बजे पनि इनफ होइन गर्नुपर्छ त्यो हजुर गर्नुपर्छ फेरि धेरै बस्यो भने बस्यो फेरि धेरै बसिन्छ क्या फेरि जति खाँदा नि बिस्तारै त्यही गर्ने ल शुभयात्रा कपिल अगाडि गइसक्यो वाउ कपिललाई सुनाउनु ओ माई गॉड कपिललाई सुनाउनु लागि हो कि आउँछ त कपिल त्यसपछि आइज त थाहा छ दौडीका बिउ भन्ने बित्तिकै छाटाओ भ्यू हेर भन बिचारो उता आवाज आउँदो ल आकाश चोर वाउ साथी इज दिस हेभेन फेरि यहाँ मान्छेले बनाएको आएको साथी नाम लेख्या लाग्ने छैन साथी यो फ्रीमा बनाइदिए रहेछ फ्रीमा अलि जाउँ न साथी अब त्यो चोको डाँडामा बसौँ के चोको डाँडा बसौँ होइन साथी यार मेरो पनि साटम ला नि त हुन्छ साट्ने हो ब्याग नाइ रे अझ आफै अब र लाग्छ क्या हो एकदम गाह्रो छ है 5 पोखरीको यो ट्रेकिङ चाहिँ तर हामी गइरहेछौँ आज 5 पोखरी पुगिन्छ पुगिँदैन त्यो त हेर्न बाँकी नै छ ल अब हिँड्नु पऱ्यो यार भिडियो छिटो बनाउँदा लास्ट ढिलो हुने रहेछ ल गाइज म चाहिँ अब एकछिन हिँड्छु त्यसपछि फेरि हामी कता पुग्यौँ तपाईँलाई अपडेट दिँदै गर्छौँ है ल कत्रो हिँडेको यहाँबाट पुरा उकालो चढ्दै आएको है टु कम्प्लिकेटेड अझ यत्रो उकालो चढ्नु छ पसिना आइसक्यो आएन चोको डाँडा आएन अझै छ कति मिनट भयो साथीहरू आउँदैछन् पछाडिबाट
पानी भरिको पानी पर्ने थाल्यो गाइज अब हामी दौडिनु पर्छ यहाँबाट साथी बसिहाल्यो अहिले चाहिँ एकदमै गाह्रो भयो यार लास्टै अग्लो के ल अब हामी एकछिन रेस्ट गर्छौँ अनि त्यसपछि फेरि हामी हिँड्नेछौँ कुन डाँडो त्यो डाँडो पनि मजा आउँथ्यो रेस्ट गर्नु त त्यही हो चोको डाँडा भन्ने उयो ऊ त्यही माथिको त नि झन्डा होला 4 मिनट पुगिँदैन पुगिन्छ कपिल लेट्स गो पानी पर्न लाग्यो आइज समटाइम्स ह्यापन साथी आइज स्ट्रङ बनाउँछ मुटु हिँड्दा हिँड्दै गाइज अब हामी चोको डाँडा पुग्यौँ कस्तो गाह्रो के सरप्राइज छ है माथि होइन भ्यू बबाल देखिन्छ होला तर वाह हाइटमा जाँदैछौँ केही न केही हो साथी यहाँ तर बादल लाग्छ होला नि पुरा कुहिरो फोटोहरूमा हेर्छौँ नि हामी यहाँ के पुरै बादल लाग्छ होला क्या यहाँ यस्तो भिडबाट चोको डाँडा ऊ घर आइहाल्यो त यसको पहिरो आएको यार यहाँ छ बाटो चाहिँ छ यस्तो बाटो छ यहाँ रहेछ नि त बाटो सरको यहाँ बाटो छ साथी सिटीको यतापट्टिको सिटी छ एउटा खै यहाँ त रहेछ तर सकिन्छ म त आइगएँ वाह भ्यू अझै त 5 पोखरी पुग्ने बाँकी छ 5 पोखरी पुग्न अझै हामीलाई अझै 4-5-6 घन्टा लाग्छ 5 पोखरी पुग्न माथि चाहिँ अलि भ्यू आउला जस्तो छ रिसोर्टहरू पनि यहाँ रहेछ तर यो जङ्गल हेर्नु साथी हो कुहिरो बवाल बर्रा छ माथि यार कुहिरो ऊ न यी मान्छेहरू कहाँ बस्छन् अब कपिल त्यही देउरालीमा भ्याउँछ होला यो डाँडो पुरै चढ्नु पर्ने छ भए जमाया घुमेर अमाया जाने भए जमाया घुमेर अमाया ल गाइज हामी चाहिँ अब नर्सिङपाटी बस्ने प्लान भयो अब चाहिँ हामी चिलमा रिल्याक्समा जाने हो बस्दै 1 आवर 2 आवर जति पनि राति जति बजे पुगे पनि हुन्छ नर्सिङपाटी फाइनल भयो नि त अनि भोलि चाहिँ हामी 5 पोखरी कैसे हुआ
तो इतना जरूरी कैसे हुआ बारिश की बोली समझता नहीं था हवाओं से मैं यूं उलझता नहीं था है सीने ये दिल भी हामी त दामी ठाउँ बसेछौँ नि साथी होइन बवाल ठाउँमा छ साथी कता हो नि आउँछ साथी बिस्तारै त्यो आउँछ होला अलवेज यस्तो सिडी चढेर आएको है हामी चाहिँ यस्तो हेर्नु त ओ माई गड यो कालो चढ्दै उयो तर धुलीखेलको ढुङ्गा जस्तै देखिन्छ है जस्ट त्यस्तो देखिन्छ भने कमेन्ट गरिदिनु होला सबैजनाले फेरि यत्रो कालो यसमा चाहिँ के अरे गीत बजिरहेको थियो अनि कपिराइट लाग्छ भनेर चाहिँ मैले चाहिँ डिलिट गरेको छु हामीले थोरै फनी एक्ट गरेको थियौँ गीत गाउने कोसिस गरेको थियौँ दुईजनाले पुरै पारामा कपिराइट लाग्छ भने चाहिँ डिलिट गरेको है गाइज डोन्ट माइन्ड यसको लागि चाहिँ ल तर दामी चाहिँ गीत हालेको भए चाहिँ दामी हुन्थ्यो है हेर्नुहोस् त कस्तो राम्रो ठाउँ भने 5 पोखरी भनेको चाहिँ एकदमै राम्रो डेस्टिनेसन है सबैजना जान सक्नुहुन्छ एकदमै राम्रो भ्यू देखिन्छ एकदमै राम्रो ठाउँ छ यहाँ चाहिँ गीत बजेको कारण चाहिँ मैले चाहिँ यो अडियो चाहिँ डिलिट गरेको छु मैले आफ्नो भोइस ओभर गरेर चाहिँ रेकर्ड गरेको छु तब खर्क ठाउँ पुग्यौँ हामी 3407 मिटर हिँडेर कस्तो हाइटमा हेर्नु त ओ माई गड मान्छेहरू चाहिँ फर्केर पनि आइसके आज चाहिँ हाम्रो चाहिँ नर्सिङ पार्टीमा बस्ने प्लान छ त्यही भएर हामी रिल्याक्स पारामा हिँडिरहेको कस्तो राम्रो भ्यू हेर्नु न वाउ तपाईँलाई कस्तो लाग्यो सबैजनाले कमेन्ट गरिदिनु होला है सबैजना लाइक सेयर पनि गरिदिनु होला किनभने मेरो फर्स्ट भ्लग हो मैले ट्राई गरेको छु भ्लग गर्ने यदि यहाँबाट माया पायो भने अझै हजुरहरूले रुचाइदिनु भयो भने म अझै राम्रो राम्रो भ्लगहरू लिएर आउनेछु हजुरहरूमा कस्तो राम्रो फ्लावरहरू हेर्नुहोस् त 5 पोखरीको हामी एकदमै हाइटमा पुगिसकेको छौँ अब चाहिँ हाम्रो 1200 मिटर चाहिँ अझै हामी माथि हिँड्न बाँकी नै छ सो त्यही भएर हेर्दै जानु होला है अलिकति लेन्थी छ धेरै अलिक ठुलो लेन्थ भिडियो भयो सरी धेरै ठुलो भिडियो भयो त्यसको लागि माफी क्षमा चाहन्छु कृपया धैर्य भएर हेर्नु होला सबैजनाले अब चाहिँ हामी नर्सिङ पार्टी त्यही बस्ने प्लान भयो आजको दिन चाहिँ सेकेन्ड डे चाहिँ किनभने 5 पोखरी एकदम टाढा टु फार फ्रम हियर इट टेक्स मेबी 4 to 5 hours त्यही भएर हामीले नर्सिङ पार्टी घुम्न जाने बस्ने प्लान गऱ्यौँ बरु बिस्तारै जाने तर कहिलेकाहीँ यसरी पनि हिँड्नु पनि पर्छ किनभने इट्स गुड फर हेल्थ सबैजनाले सब्सक्राइब गरिदिनु होला च्यानल गाइज 5 पोखरी मेरो चिसो अहिले पनि ओहो चिसो भइसक्यो त्यो रात साथी वाह दामी भ्यू सुपर्ब गाइज साथीहरू चाहिँ कता गए म चाहिँ भ्लग बनाउँदैछु के गर्नु अलिकति काम त गर्नै पर्यो होइन यस्तो भ्यूमा चाहिँ तर मस्त बनायो साथीहरू यहीँ पो रहेछन् त बसिरहेको रहेछन् कस्तो नदेख्दिरह भने भ्लग बनाउँदा तर यहाँको भ्यू चाहिँ एकदमै बबाल चाहिँ 5 पोखरीको पोज पनि हान्नै पर्यो होइन यस्तो दामी भ्यूमा त पोज नहानेर त कामै भएन
यो चाहिँ टाइम ल्याप्समा राखेको हामीले चाहिँ कस्तो दामी कुहिरो देखिरहेको छ हेर्नु त कति फास्ट गइरहेको छ यो चाहिँ टाइम ल्याप्समा है अलि युनिक देखिरहेको छ हैन गाइज कस्तो उकालो पनि हेर्नु यहाँबाट आएको हामी हैन कपिल कति थका लाग्यो मुटु थाम्न छ मेरो थापाइहाल्छु लास्टै फास्ट बिट भइरहेछ साथी कति थका लाग्यो साथी के भन्न चाहन्छु म मरिसकेको छु कपिलको हातमा कपिलको हातमा हो यो रियली कपिलको हातमा हामी आज कहाँ जाने कहाँ जाने हामी नर्सिङ पार्टी आज बाजपुरमा आउँदैन नि त नर्सिङ पार्टी जाने विश्वकै नमिठो खाना खाने विश्वकै सबले नमिठो खाना भनिरहेको छन् अनि खै कस्तो हुन्छ अब हामी गएर टेस्ट गर्नेछौँ बस्ने डुल्ने आउने खाना उता 5 पोखरी भोलि बिहान हिँड्नुपर्छ 5 पोखरी भोलि बिहान नै हिँडौँ ल भ्युज हेर्ने गरेर होइन भ्यू हेर्ने गरेर त्यहाँको अनि फेरि भोलि पनि त्यही बसौँ ल अनि फोटोहरू खिचौँ ल भिडियोहरू गरौँ ल भ्यू र हिँडाइ अति भइसक्यो बिहान 7:30 बजी त्यही भयो नि सबभन्दा पछाडि छौँ बिहान 7:30 बजी हिँड्यौँ त्यही पनि सबभन्दा पछाडि छौँ सबभन्दा पछाडि यति बस्दा हामी है अस्ति थाकिदो हामी अहिले यहाँ बसेको बाटो अहिले यहाँ हो र हिँड्यो होला यहाँबाट अब कहाँ 8 घन्टा लाग्छ त साथी 4 लाग्छ होला साथी बिहान हिँड्छौँ नि त फ्रेस हुन्छौँ बिहान बढी हिँडिन्छ बिहान हामी वहाँ कति छिटो पुगेको थियौँ कैसे मैं ये कहूँ भोलि बिहान 6 बजे हिँड्ने बात मुझे ये कहूँ दिल भरना कैसा हम तुम यहाँ 11 घन्टामा साथी हामी 2 घन्टा भन्दा बढी बस्छौँ क्या है जो 9.5 घन्टा त मेरे 9 घन्टा ल कम से कम त हिँडेकै छ हामी त्यही पनि यहाँ पुग्यौँ ल 8 घन्टा हिँडे पनि यहाँ पुग्यौँ स्लो हिँडेर छैन कति टाइम लाग्ला यार अझ गाली गर्न साथी कति टाइम लाग्ला यार नर्सिङ पार्टी नै बस्ने हो यो 5 पोखरी कसरी पोसिबल छ त अनि नर्सिङ पार्टी बस्ने त्यस्तो नगर कपिल त्यस्तो नगर कि पुरै 360 डिग्री गरिदियो गाइज हामी फाइनली चाहिँ नर्सिङ पार्टी पुगिसकेका छौँ उफा एकदमै लामो हिँडाइपछिको अँध्यारो नै भइसकेको छ सायद नर्सिङ पार्टी पुग्यौँ 5 पोखरी चाहिँ अब भोलि बिहान जाने निदो भयो बिहानै हिँड्ने भोलि 5 पोखरी जाने अँध्यारो नै भइसक्यो यार उफ यो होला साथी यो नभए चाहिँ फसिहाल्यौँ नि उता छ हेरेर बिहान कति राम्रो देखिँदो होला यहाँ हामीले भने जस्तो हुन्छ क्या हो तलपुरी आकाश होइन मुख लगाइदेऊ न साथी मेरो सब्सक्राइबरहरूले मेरो फेस हेर्न सकुन् मलाई चिनुन् मेरो मुटुको ढकढकीहरूले नर्सिङ पार्टी नै हो साथी हो फाइनली सब बत्ती उखेका त बत्ती हुन नि क्या हो यहाँ न बत्ती न नेट न के भन्थ्यो कि उफ सबै लाइट गएको छ गाउँमै नर्सिङ पार्टीमा अब कसरी सोध्ने हो कसलाई सोध्ने हो लास्ट चाहिँ अँध्यारो पुग्यौँ है तर बस्न पनि धेरै बस्यौँ नि त हामी अँध्यारो भइहाल्यो यहाँ सोध्यौँ कपिल मान्छे छन् नाइती गेस्ट जस्तो लाग्यो क्या जाउँ तल
हजुर होमस्टे होला हजुर यता कतै कता होमस्टे यहाँ हजुर 3 जना रुम चाहिने एउटा कति हो रुमको ए यो खास यहाँको बुझाइदिनु न यहाँको रेट चाहिँ एउटा रुमको चिकन भेज के हो नेट छ यहाँ कतै छैन है नेट यहाँ कतै नेट हुँदैन यहाँ डाटा चल्छ ए भइहाल्यो त डाटा मेरोमा लगाउँ ल जाउँ न त उता सोधौँ है हजुर ए ल हुन्छ लाइट बाल खेम कुहिरो यस्तो परेछ साथी दामी छ बबाल मौसम मेरो यहाँ सोध्यौँ यहाँ ए हो जाम यहाँ सोध्यौँ अब रुममा बस्नुलाई हैन कहाँ महँगो होला त्यो त हामीलाई एक रात त हो नि कटाउनु पर्ने हामीलाई एक रात त हो नि कटाउनु पर्ने यता रुम सुमहरू पाउनुहुन्छ रुमको लागि हजुर 3 जना हल मात्र रुम छैन ओ माई गॉड हलमा सेयरिङ गरेर 3 जना सेयरिङ गरेर रुम छैन रे सेयरिङ गरेर मात्र छैन रे उतै जाम न त देखाले थियो रुम उ यहाँ अगाडि 1200 कति भने हैन रुम कति छैन है के छ्याङ हो के तातो पानी ए तातो पानी के गर्ने त यार कतै छैन रुम सोधौँ औठाउँ सोधौँ जाउँ ब्रदर औठाउँ होटल छ कि छैन यहाँ यो मात्र हो ए हो र हजुर हलमा कतिजना छ मान्छे अहिले चाहिँ कोही छैन आयो भने आउँछ ए के गर्नु त्यही गरौँ अब हलमै बस्यो कोही छैन रे अहिले आयो भनेपछि मात्र हो रे ल हामी 3 जना बस्ने भयौँ है कति हो मूल्य सोध्यौ 1000 रुपैयाँ पर पर्सन ए अनि चिकन खाना मन छ कि नहीं वानली भेज है अनि अन्डा त हुन्छ कता हो देखाइदिनुहोस् न है ल फाइनली हामी बस्ने भयो हलमा सेयरिङ गरेर यहाँ रुम चाहिँ पाउन गाह्रो हुँदो रहेछ हामी ढिलो पुग्यौँ त्यही भएर ओहो कोही आएको छैन अहिलेसम्म कोही आएको छैन र यहाँ सेयरिङ गरेर अब सुत्नुपर्ने हामी फर्स्ट टाइम तर यहाँ तातै होला जस्तो छ कता कुनामा प्लग छ ए ल दामी 3 जना कति बेड चाहिन्छ हामीलाई एउटा नि चाहिन्छ दुईटा तिनवटा लायो भने तपाईँहरूको अलिक है यस्तो पैसा बढी लाग्छ पैसा चाहिँ होइन जाडो हुन्छ कि तपाईँ ए
ल ल फाइनली हामी अब यदि यहाँ बस्ने भयौँ ठाउँ कस्तो छ सबैजनाले कमेन्ट गरिदिनु होला यो चाहिँ मैले फर्स्ट टाइम भ्लग बनाएको ठाउँ चाहिँ कस्तो छ अब यतै बस्नु पऱ्यो के गर्नु सेयरिङ गरेर बस्नु पऱ्यो ल अब हामी चाहिँ रेस्ट गर्छौँ फ्रेस हुन्छौँ ल गाइज अब म चाहिँ अलिकति रेस्ट गर्नु पऱ्यो अलिकति फ्रेस हुनु पऱ्यो एकदमै थकाइ लागिरहेको छ अब चाहिँ हामी यहाँ ल अब चाहिँ हामी फ्रेस हुन गयौँ खाना रेडी अनि सबैजना ग्रुपमा खाँदैछौँ यहाँ चाहिँ ग्रुपमा सट्ट सबैजना आजको सेकेन्ड डे यहीँ समाप्त गर्न चाहन्छौँ अब चाहिँ हामी सुत्छौँ खाना पनि खाइसक्यौँ यहाँ लाइटै छैन भने सबभन्दा के गर्ने त साथी अब सुत्नु परेन त किन अफ गर्ने अब भोलिको थर्ड डेको स्टार्ट गर्नुपर्छ ब्लग ल now for now bye bye good night sweet dream take care